चस्मा लगाइरहनु भएको छ भनेपछि भित्र रोएर निस्किनु भयो के हो दाइ? कहीँ त मलाई असाध्यै भक्कानी सोचेर फिल्म बनाउन सक्नु रहेछ भन्ने मैले आज मात्र मैले मलाई राम्रोसँग चिन्न पाएँ। कुनै समय तपाईँ र शान्तिश्रीसँगै काम गर्नुभएको थियो। अहिले चाहिँ शान्तिश्री केही भिडियोहरू भाइरल भइरहेछ जस्तो तपाईँ र उहाँ बिच पानी बाराबारको सम्बन्ध छ भन्ने कुरा आइरहेछ। होइन, मैले इग्नोर गरेकै हो। इग्नोर गर्ने मान्छेलाई इग्नोर गर्ने नै हो। मैले त्यस्तो गर्थिनँ पहिला। हेर्नुहोस्, सकेसम्म आफू नै झुकेर बस्थेँ हो, यार भइहाल्छ भन्ने हुन्थ्यो। आफ्नो ठाउँ पाइसकेपछि अब अरू को हो भन्ने कुरा चाहिँ मान्छेले चिन्दैनन्। त्यही हो। त्यो सफलतालाई ह्यान्डलिङ गर्न सक्यो, सम्हाल्न सक्यो भने मान्छे बन्यो, सम्हाल्न सकेन भने कुरूप बन्छ, घमण्डी बन्छ, अहङ्कारी बन्छ, पाखण्डी बन्छ। मात्रै बसन्त मुभी हेरेर बाहिर निस्किनु भएको थियो, पक्कै पनि चस्मा लगाइरहनु भएको छ भनेपछि भित्र रोएर निस्किनु भयो के हो दाइ? कहीँ त मलाई असाध्यै भक्कानी चाहिँ बनायो। यस्तो त्यो डाइलग डेलिभरीहरू, कस्तो मनसुने खालका शब्दहरू त्यसमा प्रयोग गर्नुभएको रहेछ प्रकाशजीले। म झ्याप्प रुने मान्छे होइन, रुन पनि सक्दिनँ, झ्याप्प आँसु आउँदैन, तर कता 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 झन्नै झन्नै आयो कि जस्तो बनाएको चाहिँ हो। होइन, त्यस्तो त छैन, म रोइहाल्ने मान्छे त होइन। एकदमै भावुक, एकदमै सुपर छ यार, सुपर फिल्म छ। सोचे जस्तो पाउनु भयो कि भएन? प्रकाशजीले मैले बार भनिरहेको छु, यतिसम्म पनि सोचेर फिल्म बनाउन सक्नु रहेछ भन्ने मैले आज मात्र मैले मलाई राम्रोसँग चिन्न पाएँ। होइन, मलाई लाग्छ उहाँ त अर्को ग्रहको मान्छे हो। यतिसम्म यत्र कलाकारलाई समावेश बनाएर यस्तो खालको बुलन्द चाहिँ आवाज यो फिल्मबाट उठाउनु भएको छ। जातको विषयमा त धेरै मान्छेले फिल्म बनाए नि, धेरै गीतहरू आए, धेरै फिल्महरू आए, तर यो जस्तो सशक्त शब्दै पछिको चाहिँ मान्छेलाई चाहिँ मुटुमा हान्ने खालको फिल्महरू मैले आजसम्म देखेको थिएन। भले मेरो साथी हुन्, तर मैले उहाँलाई, हरेक साथीले आफ्नो साथीको प्रशंसा गरिहाल्छ, तर होइन, मैले यो उहाँको कामको प्रशंसा गरेको हो। त्यो हिसाबले मलाई बबाले लाग्यो। त्यसमा विभिन्न खालको सरप्राइजहरू, विभिन्न महानायकदेखि लिएर करिश्मा दिदीदेखि लिएर केकेजीदेखि लिएर तपाईँको नाजिरजी जस्ता कस्ता कलाकार, प्रियङ्काजीहरूदेखि लिएर कस्तो कलाकारलाई कहाँनिर कसरी सरप्राइज गर्ने भन्ने कुरा कति जानेको म एकदमै सरप्राइज भएँ। एकदमै तपाईँहरू सबैजना ट्यालेन्टेड यो हेरिराख्दाखेरि चाहिँ प्रकाशजीले मलाई पनि कुनै पार्टमा अटाइदिएको भए हुन्थ्यो भन्ने त्यो भयो? नै, त्यस्तो छैन। उहाँ किनकि सबै कुरामा अब्बल हुनुहुन्छ। उहाँ लेखन शैलीमा अब्बल हुनुहुन्छ, डाइरेक्टर पार्टमा अब्बल हुनुहुन्छ, अभिनय कुरामा अब्बल हुनुहुन्छ। त्यो गीतमा भरिएका फिल्ममा देखिएका फिल्महरू पनि असाध्यै राम्रा चाहिँ सङ्गीतहरू, शब्दहरू चाहिँ कोर्नु भएको छ। एकदमै फुल एन्ड फाइन छ उहाँको त्यो लेखाइ र त्यो अभिनयमा। उहाँलाई कसैको आवश्यकता छ जस्तो लाग्दैन मलाई। तारिफ गरिराख्दाखेरि कामको कतिजना अडियन्सले चाहिँ निर्देशकै नगर्दा भए हुन्थ्यो, उहाँले खेल्दा मात्र भए हुन्थ्यो पनि भन्नु। सबैको आफ्नो ओपिनियन त हुन्छन्, कसैले के भन्छन्, कसैले के भन्छन्, तर समग्रमा मैले फिल्म हेर्दाखेरि चाहिँ त्यो सबै कुरा फुलफिल नै छ के, सबै कुराहरू पुग्दो नै छ। एक्टिङमा कमी भयो कि भन्ने छैन, होइन, कुनै लेखाइमा कमी भयो कि भन्ने छैन, कुनै डाइलग डेलिभरीमा कतै कमी छ कि भन्ने जस्तो लागेन मलाई। एकदमै सबैको मलाई एकदमै बबाली लाग्यो। हेरिराख्दाखेरि होइन, चलचित्र हामीले हेऱ्यौँ, यो विशेष गरी समसामयिक विषयमा छ होइन। यस्ता खालका जुन फिल्ममा देखाइएका जस्ता परिस्थिति दाइले फेस गर्नु पर्यो कि परेन? होइन, कति परे नि, त्यो चाहे त्यो काठमाडौँमा बस्ने बेलामा सुरुवातमा सङ्घर्षशील हुने बेलामा किन नहोस्। अघि मेरो साथी हुनुहुन्थ्यो ओबी रायमाझी कता हुनुहुन्छ, मैले रुम खोज्ने बेलामा मैले उहाँको नागरिकता राखेर मैले रुम पाएको हो। होइन, म पनि त्यही समुदायबाट बिलोङ गर्छु। त्यो हिसाबले यस्ता घटनाहरू हुन त मेरो गाउँमा त्यस्तो छैन, मेरो बाजेले भोग्नुभयो होला, तर मैले त्यति धेरै भोग्न पाइनँ। कहीँ कतै अलिअलि थाहा पाउँछु। मेरो गाउँमा अलिक मगर समाज छ, त्यो मगर समाजमा त्यो खालको विभेद मैले त्यति धेरै पाइनँ, तर त्यहाँ नभएको पनि होइन फेरि, तर मैले चाहिँ पाइनँ। म जब काठमाडौँ आएँ त्यसपछि मैले यस्ता चिजहरू चाहिँ मैले देख्न पर्यो, भोग्न पर्यो। लाग्छ नि, नलाग्ने। अब यो खास चाहिँ सबै कुराहरू समाज धेरै परिवर्तन छ भन्छन्, धेरै सोच परिवर्तन भयो भन्छन्, तर छैन, अझै पनि त्यो एउटा खिल चाहिँ यहाँ मुटुमा छ। पछिल्लो समय तपाईँले भोइसअपमा काम गरिराख्दाखेरि होइन, त्यहाँ पनि तपाईँको एउटा इन्सिडेन्टलाई लिएर तपाईँमाथि निकै हो त्यहाँनिर यो चिज हजुरले भनिदिनु न, यस्ता चिजहरू त्यस्तो सामान्य कुरामा पनि लिएर पनि हुन त सायद मोती समुदायबाट भएर पनि होला, होइन। अझै पनि मैले बजार गरेको हकमा, अझै पनि प्रकाशले कसैको प्रशंसा गरेको हकमा, अझै पनि जातीय विभेदको गीत निकालेको भरमा, अझै पनि कसैसँग माया गरेको भरमा
होइन सुदूरपश्चिमको तपाईँले उतातिरको एउटा घटना पनि देख्नुभयो नवराजको घटनाहरूदेखि लिएर यस्ता थुप्रै घटनाहरू छन् जो अझै हामीले देख्न पाएको छैनौँ। फिल्महरूले चाहिँ कतिको परिवर्तन ल्याउँछ त? होइन परिवर्तन नभइदियोस् नगरिदिनुहोस् भन्न मात्र खोजेको हो, तर हामीले मात्र बोलेर हुँदैन। यो चिज तपाईँहरूले पनि बोलिदिनुपर्छ, एउटा अरू समुदायहरूले भनिदिनुपर्छ, तपाईँहरू बहस आफै गर्नुपर्छ। जो अलिकति आफूलाई ठुलो बनाउँदाहरूले बोलिदिनुपर्छ यो कुरा। हामीले बोलेर हुँदैन। अब हामीले बोल्ने कुरा, हामी जस्ता थुप्रै अभियन्ताहरू हुनुहुन्छ जसले जातीय विषयबारे उठाएर कुरा गर्नुहुन्छ, तर त्यो अब त्यसको कुनै अर्थ छ जस्तो लाग्दैन। हामीले बोल्ने कुरा बोलिसक्यौँ, हामीले भन्ने कुरा भनिसक्यौँ, तर अब यो बोल्ने कुरा भनेको एउटा बाहुन समुदायले बोलिदिनु पर्ने कुरा हो, एउटा मगर समुदायले बोलिदिने कुरा हो, एउटा ठकुर समाजले बोल्ने कुरा हो, अलिकति बौद्धिक लेभलका मान्छेले बोलिदिने कुराहरू हो। त्यो हिसाबले चाहिँ छ यस्ता घटनाहरू अझै पनि छ। जबसम्म यो प्रश्न उठ्दैन तबसम्म यो चिज चलिरहेको छ। एउटा सुन्न मन लागिहाल्यो, मैले साथीको नागरिकता देखाएर रुम खोजेको छु भन्नुभयो क्या। पछाडि त बस्दै गएपछि थाहा भयो होला नि त घरपेटीलाई, त्यो थाहा भएको कन्डिसनमा रुमबाट निकालिएको अथवा त्यो खालको घटना भएको छ छैन तपाईँलाई? त्यस्तो रुमबाट निकाल्ने त भएन भयो, त्यो कुरा नभनौँ, किनकि अलिकति बुढाबुढी हुनुहुन्थ्यो, उहाँले जे सिक्दै आउनुभयो त्यही कुराहरू उहाँले गर्नुभयो। किनकि अब यो बेलामा पनि मैले उहाँलाई नराम्रो भन्ने थालेँ भने उहाँको शराब लाग्छ जस्तो लाग्छ। बुढाबुढी हुनुहुन्थ्यो, तर कुरा बुढाबुढीको होइन क्या, कुरा अहिलेको तपाईँ हाम्रो जेनेरेसनको कुरा हो। अझै पनि मैले खेमसेन्जुले बजार हानेको भरमा मैले जातिकै बारेमा गाली खान्छु भने पनि अहिलेको शिक्षा के शिक्षा त होइन। यो हो ठ्याक्कै यही कुरा हजुरले के भनिदिनुहुन्छ, जस्तै हजुरले कसरी लिइदिनु भएको छ भन्ने कुरा ठुलो कुरा हो कि। मैले त भनिहाल्छु नि, हजुर मलाई त हजुर यस्तो गर्नुभयो हजुर भन्छु, हजुर मलाई पेल्नुभयो मलाई गाली गर्नुभयो भनौँला, मेरो मात्रै कुरा कति सुन्ने भन्ने कुरा पनि हो। यो तपाईँहरू कहिले यसको बारेमा तपाईँले कहिले बोल्दिने भन्ने कुरा मात्र लाग्छ मलाई। एउटा बाहुन समुदायको मान्छेले यो विषयमा कहिले बोल्दिने, तपाईँले कहिले बोल्दिने, यस्तो नगर न, खेमजी सही हुनुहुन्छ तपाईँ गलत हुनुहुन्छ भन्दिनँ कहिले। यो कुराको पर्खाइमा चाहिँ छु म। सपोर्ट गरिदिनु भयो, माया गरिदिनुभयो, त्यही समुदाय सबै समुदायले त्यस्तो गर्नु भएको छैन, त्यो पनि राम्रो कुरा गर्नुभयो। माया पनि गरिदिनु भएको छ, स्वीकार पनि भएको छ। मेरो घरमा मेरो कान्छी मम्मी तामाङ हो, मेरो बुहारी चाहिँ मगर हो, म भोलि कुन जातको बिहे गर्छु मलाई थाहा छैन होइन। त्यो हिसाबले त सबै कुराहरू मेरो घरमा त त्यस्तो छैन, मेरो गाउँमा कहीँ कतै त्यस्तो धेरै देखिँदैन। तर मलाई अहिले सजिलो होला होइन, म खेम सेन्जुलाई सजिलो, तर खेम सुनारलाई गाह्रो छ। सम्पाल कामी लेखेको भरमा दुःख नहोला, तर के अरे गाउँको सुन्दर कामीलाई गाह्रो छ होइन। यस्तै कुराहरूले अलिकति तपाईँको पनि समय थोरै छ होइन। अहिले पछिल्लो समय टिकटकमा केही कुराहरू आइरहेछन् कि, जस्तो कुनै समय तपाईँ र शान्तिश्रीसँगै काम गर्नुभएको थियो, अहिले चाहिँ शान्तिश्री केही भिडियोहरू भाइरल भइरहेछ, जस्तो तपाईँ र उहाँ बिच पानी बाराबारको सम्बन्ध छ भन्ने कुरा आइरहेछ होइन। खास के हो, एकतर्फी आइरहेछ, सुनौँ न दाइबाट। होइन मैले इग्नोर गरेकै हो, इग्नोर गर्ने मान्छेलाई इग्नोर गर्ने नै हो। मैले त्यस्तो गर्थिनँ पहिला, हेर्नुहोस् सकेसम्म आफू नै झुकेर बस्थेँ हो, यार भइहाल्छ भन्ने हुन्थ्यो, तर त्यो जमाना गएँ। किनकि मैले यस्ता चिजहरू धेरै गरेको छु, शान्तिश्रीजी मात्र होइन, अन्य थुप्रै गायकलाई मैले गीत दिएको छु। कसैले राम्रो भनेको छन्, पुजेका छन्, कसैले अब आफ्नो ठाउँ पाइसकेपछि अब अरू को हो भन्ने कुरा चाहिँ मान्छेले चिन्दैनन्। त्यही हो। मैले के भन्छु भने, म सबै कुरा भन्दिनँ नानी, म के भन्छु भने हरेक मान्छेलाई एउटा सफलता दिन्छ भगवान्ले, त्यो सफलतालाई ह्यान्डलिङ गर्न सक्यो, सम्हाल्न सक्यो भने मान्छे बन्यो, सम्हाल्न सकेन भने कुरूप बन्छ, घमण्डी बन्छ, अहङ्कारी बन्छ, पाखण्डी बन्छ होइन। त्यो हिसाबले पैसा हर कसैले कमाउँछ, पैसाको लोभ जीवनमा खेमसेन्जुले गर्दैन, तर आवश्यकता चाहिँ हुन्छ। पैसा मागेको पनि होइन, उहाँले जुन किसिमको अभिव्यक्ति दिनुभएको छ पैसा होइन, नेभर पैसाको लागि गरेको होइन। सबै कुरा खोल्नको लागि मैले अहिले मसँग समय छैन, सरी। त्यही हो, इग्नोरको कुरामा चाहिँ इग्नोर मैले गरेकै हो, तर इग्नोर गरेको मान्छेलाई इग्नोर गरेको हो। पक्षबाट आयो कि उहाँको पक्षबाट हो यस्तो सानो बुदाहरू तपाईँले सोधिदिनुहोस्, एकचोटि शान्तिजीलाई सोध्नुहोस् होइन। मेरो यस्तो मिल्ने साथ थियो उहाँ, यति मिल्ने साथसँग पनि आज यस्तो खालको चाहिँ वातावरण बनिदियो कि आज हरेक क्यामेराको अगाडि गएर
हजुर के भएको हो र हजुर के भएको हो र भनेर भन्नुहुन्छ यो मन होइन के यो हुँदै होइन यदि यहाँ केही छ भने कसैको लोभ छ मेरो लोभ होइन मेरो आत्मसम्मानको कुरा हो यदि मेरो केही कुराको माग हो भने आत्मसम्मान किनकि म त गीतै गाउने मान्छे म त गायक पनि त हो नि म सर्जक मात्र होइन म त गायक हो तर सर्जकको बोली बोले मैले उहाँलाई मात्र बोले होइन मैले सबैलाई बोले भनेपछि यो लेनदेनको विषयमै हो लेनदेन कुरा हुँदै होइन म एउटा गीत सफल बनाउनको लागि सर्जक मात्र होइन त्यहाँ क्यामराम्यान डाइरेक्टर त्यहाँ ब्याकग्राउन्डदेखि लिएर सबैको उत्तिकै हात हुन्छ होइन अब त मैले सानो कुरा जोड्दै जाने भने लामो बन्छ सुरुवात एउटा फिल्मै बन्छ फेरि अर्को बसन्त 2 बन्छ होइन ठिक छ अहिले केही भन्दिनँ मान्छे जति सफल भए पनि आफू घमण्डी हुँदैन भन्ने कुरा गर्नुभयो के शान्तिश्री घमण्डी भयो भन्ने कुरा पनि तपाईँको कुराबाट छन् कि यो साँचो हो तपाईँ चाहिँ आफू पनि सफलता पाइरहँदाखेरि कहीँ कतै घमण्ड पनि आयो तपाईँले मलाई हेर्नुहोस् सोध्नुहोस् एकचोटि कहाँनिर बाबु तैँले घमण्ड गरिस् भनेर सोध्नु नि त एकचोटि मलाई सोध्नु म भन्छु मसँग त्यसको जवाब छ के शान्तिश्रीमा चाहिँ घमण्ड आएको त्यो पनि हजुरले मूल्याङ्कन गर्नुहोस् होइन एकरो त रोटी पाक्दैन एकरो त गल्ती हुँदैन लोहरै हुनसक्छ म सबै कुरा सही छु त म भन्दिनँ तर मेरो माग मेरो लागि होइन मेरो माग सबैको लागि आगामी दिनमा अब सहकारी हुन सम्भव छ कि छैन त शान्तिश्री र तपाईँले त्यो त मलाई थाहा छैन मलाई थाहा छैन बसन्तलाई नै लिएर आउनुमा के भनिदिनुहोस् बसन्त सबैजनाले हेर्नुपर्ने फिल्म हो सबैजना आइदिनुहोस् जति पनि दर्शकदर्ग हुनुहुन्छ एकचोटि यो मुभी हेरिदिनुहोस् किनकि यो एकदमै पारिवारिक मुभी बनेको छ सबैले हेर्नुपर्ने मुभी हो सामान्य टिकटकको भरमा कसैले बहिष्कार गरौँ भन्नेको भरमा चाहिँ नअल्झिनु होला गर्ने हो भने देशको नराम्रो कामलाई बहिष्कार गर्नुहोस् एउटा कसैले तन मन लगाएर बनाएको फिल्मलाई बहिष्कार गर्छु नभन्नुहोस् साथ दिनुहोस् सपोर्ट गर्नुहोस् धन्यवाद विशेष त हाम्रो शिवको एक्टिङ हेरेर आउनु होला